नमस्कार नमस्कार नमस्कार। काण्डै काण्डको सहरदेखि 2 शब्द बोल्न आइरहेको छु। भोलि जेठ 15 गते राजतन्त्रको ठुलो आन्दोलन छ अरे राजा फर्काउनको लागि। ठुलो आन्दोलन छ अरे राजा फर्काउनको लागि। एकदम तयारीमा भोलि खतरा आन्दोलन छ हैन। गणतन्त्रबाजीबाट पनि आन्दोलन छ अरे सुनेछु मैले। अब यहाँ कुरो कस्तो आयो भने राजतन्त्र राम्रो कि गणतन्त्र राम्रो भन्ने कुरा आएको साथीहरु। मेरो 2टा शब्द भन्न गइरहेको छु म। आम मान्छेको शब्द बोलिरहेको छु है म। एउटा गरिब छोरा हुँ, अर्काको देशमा झाडु पोचा गरेर प्याङ्लो लगाएर हैन काम गरेर खान्छु। एकदम मिडल थर्ड क्लासको मान्छे हो म, एकदम मिडियम क्लासको मान्छे हो। हामी आम मान्छेको बुझाइ, ठुलो मान्छेको बुझाइ मलाई थाहा। हामी आम मान्छेलाई राजतन्त्र पनि चाहिएन, गणतन्त्र पनि चाहिएन। हामीलाई हाम्रै देशमा काम गरेर खाने, हामीलाई हाम्रो देशमा रोजगार दिने हैन त्यो तन्त्र चाहियो। हामी यहाँ कति गाह्रो भएर अर्काको देशमा काम गर्छौँ, कतिको छिसी थुथु गरेर हामीले काम गर्न पर्छ हैन। हामीलाई कुनै तन्त्र चाहिएन भगवान। हामीलाई हाम्रो देश विकास गर्ने, हाम्रो देशलाई अगाडि बढाउने, हामी नेपालीको शिर ठाडो गराउने, हाम्रो देशको सीमाको सुरक्षा गर्ने हैन, हाम्रो देशलाई विश्व सामने सुपर पावर बनाउने त्यस्तो तन्त्रको, त्यस्तो नेताको खाँचो छ हामीलाई। त्यस्तो राजा खाँदा हामीलाई गणतन्त्र पनि चाहिएन, राजतन्त्र पनि चाहिएन। हामीलाई देशतन्त्र चाहियो, देश विकास तन्त्र चाहियो, नेपाली जनताको लागि सोच्ने तन्त्र चाहियो। 17,000 मारेको बिर्स्यौ त्यो राजा फाल्नको लागि। अझ तिमीलाई राजा ल्याउनलाई अझ मान्छे मर्नु पर्यो, तिमी र हामी लड्नु पर्यो। गाई बाख्रा भैँसी सब चेलीबेटी सब नङ्गायो, सब खायो। राजा फाल्नुपर्छ भनेर सुम्पियौँ हामीले तिमीलाई, मर्यौँ तिम्रो लागि हामी। त्यत्रो मरेर फेरि राजा फाल्यौ, अब तिमी नै फेरि मरेर राजा ल्याउन लाऊ। जय देश, जय नेपाल। जे होस् राम्रो होस्, दिमाग लगाउनु साथीहरु। राजद्वारा राजा पनि चाहिएन, यी टाउके नेता पनि चाहिएन। हामीलाई देश विकास गर्ने राम्रो मान्छे खाँचो छ।